नमस्कार यहाँहरु सम्पूर्णमा म पार्वती आचार्य म अहिले चाहिँ चाँगुनारायण नगरपालिका शहरी स्वास्थ्य केन्द्र झौखेलमा चाहिँ स्वास्थ्य क्षेत्रमा कार्यरत छु। विगत 20 वर्षदेखि चाहिँ मैले सरकारी तथा गैर सरकारी संघ संस्थाहरूमा काम गर्दा विभिन्न खालका महिलाहरू जस्तो किशोर किशोरी, गर्भवती, उमेर ढल्केका महिलाहरूसँग विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी परामर्श दिने, स्वास्थ्य सेवा दिने, काउन्सेलिङ गर्ने यस्ता खालका समस्याहरूमा मैले काम गरिरहेको छु। जुन काम गर्ने क्रममा चाहिँ अहिले हाम्रो समाजमा चलिआएको परम्परागत धारणाहरू यस्तो खालको कामहरू गर्नुहुन्छ, यस्तो काम गर्नु हुँदैन, यस्तो चीज खानुहुन्छ, यस्तो चीज खानु हुँदैन, सुत्केरीको बेलामा यस्तो चीज खानुहुन्छ, यस्तो खानु हुँदैन, गर्भवतीको समयमा यस्तो काम गर्नुहुन्छ, यस्तो गर्नु हुँदैन, यस्तो खानुहुन्छ, यस्तो खानु हुँदैन, किशोरी अवस्थामा पहिलोचोटिको महिनावारी हुँदा यस्तो यस्तो कुराहरू बार्न पर्छ, यस्तो चीज खानुहुन्छ, यसरी कसैको मुख हेर्नुहुन्छ, कसैको मुख हेर्नु हुँदैन भन्ने खालका परम्परागत धारणाहरू छन्, जसले गर्दा चाहिँ महिलाको मानसिक तथा शारीरिक समस्याहरू बढ्दै गइरहेको छ। मैले आशा लिएको छु मेरो यो विभिन्न खालको भिडियोहरूले चाहिँ महिलाहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा चाहिँ टेवा पुर्याउनेछ। साथै आत्मनिर्भर भएका अर्थात् आफ्नो आर्थिक आम्दानीका स्रोतहरू भएका महिलाहरूको स्वास्थ्य स्थिति कस्तो हुन्छ अनि आफू आर्थिक हिसाबले आत्मनिर्भर नभएका महिलाहरूको स्वास्थ्य स्थिति कस्तो हुन्छ, आफू आत्मनिर्भर कसरी हुने र आफ्नो जीवनशैलीलाई स्वस्थ कसरी बनाउने, आत्मनिर्भर हुने र यो स्वास्थ्य समस्यालाई कसरी जोड्न सकिन्छ, हामीले साना घरेलु उद्योगहरू, साना व्यवसायहरूलाई कसरी गरेर महिलाहरू कसरी आत्मनिर्भर हुन सकिन्छ भन्ने विषयका भिडियोहरू पनि यहाँ समावेश भएका हुनेछन् र यहाँहरूले रुचाएर यसलाई हेरिदिनु हुनेछ र आवश्यक सल्लाह सुझावहरू प्रतिक्रियाहरू दिनुहुनेछ भन्ने मैले आशा लिएको छु। धन्यवाद।